पेट्रोल हालेर चाहिँ मैले अगाडि हिँडिसकेँ र मेरो साथीले चाहिँ यहाँनिर कुदिरहेछ कहाँ छ भन्ने कुरा त्यो कल गरेको छ कहाँ छ त्यो ओइ ए साले ए बिहान ग्यारेजमा गएको थिएँ होइन अनि कहाँ गयो अर्को गोजीमा रहेछ क्या अनि बल्ल बल्ल भेटेर हिँडेको जाँटा हिँड्न म पछाडि गरिदिन्छु ल है साथी पनि भेटिसकेँ अगाडि अगाडि हिँडिरहेको छ यो चाहिँ मैले चाहिँ फलो गर्छु सो हामी चाहिँ अब यहाँबाट महाकाल तीर्थमा अनि महाकाल तीर्थ हुँदै हामी चाहिँ गोकर्णमा चाहिँ आज साकेला छ अरे अनि यसो साकेला हेर्नु जाउँ न त भनेर साथीसँग सल्लाह भयो अनि त्यही भएर हामी जाँदैछौँ यहाँबाट अनि मेरो साथी छ अगाडि अगाडि म चाहिँ यहाँ पछाडि छु म गोकर्ण भन्छु कस्तो हात पत्याउँदैन फेरि अहिले नाटक नपरे त्यत्रो परबाट आउँछ होला नि म फेरि बोलाएर आउने भाउ के अरे पढाउ टाइममा म त आउँदिनँ के अरे हाउ गरेन चुप गरेर पठाउँछु गरेर के भन्छ साथी नानाले लिनु बोलाएको नानाले लिनु बोलाएको केटालाई त नानाले लिनु बोलाएको छ तर यो नतेरी नतेरी हिँडिरहेको छ अगाडि अगाडि केटाले पनि हँसाउँछ यार आयो छिराइदे आयो म त भर्खर त खाना खाएको भोको लाग्यो रे अलि माथि गएर खाने नि माथि गएर खाने नि ल बुलेट र साइकल यहाँ रेस भइरहेको छ अगाडि मेरो अगाडि तर बुलेटले छोडिहाल्यो बिचरा भाइ बाई बाई ल म्याम बुलेट
के हो 4 नम्बरे भाइ त रन्किरहेछ त यार के हो 4 नम्बरे भाइ त के हो रन्किरहेछ त यार कहाँ मेरो साथीलाई भेट्न सक्छौ ल हामी चाहिँ अब यहाँबाट चाहिँ ठ्याक्कै इन्ट्री हुन्छौँ हामी गोकर्ण जङ्गलभित्र चाहिँ आज साकेला छ अरे अनि आज हामीलाई नाच्न त आउँदैन त्यही पनि अब गएर यसो हेरिदिउँ भन्ने विचार हो अब हेरौँ जाऊँ ओ कस्तो धुलो उडेको यार अब साथी गएर नाच्ने त होला नि साथी नाच्ने त होला नि नाच्नु पऱ्यो नि यार म हेर्छु नि त बरु म हेर्छु नि त जे भने ओइ जे भने आज एक पिस्ता नाच्नु पऱ्यो है साथी एक पिस्ता नाच्नु पऱ्यो एकचोटि नाच्नु पऱ्यो है ढल्यो भने बरु म पानी हाल्छु के सो बाटोमा पनि देखिसक्यो सबै राइड रेसहरू लगाएको मान्छेहरू हामी बाइक चाहिँ कहाँ राख्ने हो कि यस्तो ओइ यस्तो जम छ यार राख्ने बाइक चाहिँ आउनु त अब गाइस तर बाइक चाहिँ कहाँ राख्ने भन्ने कुरा के सबै प्याक रहेछ ठाउँहरू बिरौँ तलतिर राख्ने हो र ओइ तलतिर राख्ने हो र तलतिर राख्ने हो र भित्र लाने र ओइ प्याक रहेछ त आज यार ओइ छिराइदिउँ त छिराइदिउँ भित्रै छिराइदिउँ छिराइदिउँ है त्यस्तो प्याक रहेछ आज यार हिँड त्यसलाई छिराउनु भन्न हिँड्नुहोस् नि के भन्ने भित्र त लाने होला नि होइन अस्ति तल हामीले राखेको थियौँ नि अस्ति राखेको थिएँ नि तर मैले तल जङ्गलभित्र क्या त्यहाँ हिँड न हिँड न के गर्ने हिँड न एकचोटि हिँड न हिँड ओ हिँड न तलतिर हिँड्नु तलतिर ल गाई चाहिँ हामीले यहाँ छिर्नु खोजेको हुँदैन भने अब चाहिँ हामी तलतिर लानुपर्ने हुन्छ अरे बाजेले हर्क सम्पाङको लाउनु भएछ टी सर्ट कहाँ राख्ने ठाउँ छ तल यसो गरौँ न त है उ त्यो तलतिर राखौँ होइन कुनापट्टि अनि जाम माथितिर हिँड ल हामीले चाहिँ बाइक चाहिँ पार्किङ गर्ने पनि ठाउँ नभेटेको अवस्था आज यस्तो प्याक छ कि यतातिर यस्तो प्याक छ कि राख्ने ठाउँसम्म नभए हामी चाहिँ यता कुनापट्टि राख्छौँ वेट बाटो चाहिँ के हो यो यता राख्ने ल उताबाट बाटो जान्छ हेर त ओइ जान्छ हिँड जान्छ उता राखौँ के भरे यता के हुन्छ भन्छ अलि उता हिँड न
यतै राख्ने होला यतै राखौँ र फाइनली गाइज हामी चाहिँ ठ्याक्कै अब गोकर्णको साकेला नदी ठाउँमा आइपुग्यौँ ठुलै स्वर भइरहेको छ भरे कत्रो स्वर सुनिन्छ यहाँनिर हेर्ने त लाने नि कहाँ लगिहाल्छ नि हामीले त बोकेर लाने नि सबैजना आएर केटाहरूलाई जानुपर्छ केटाहरूलाई भेट्नुपर्छ अहिले हाम्रो चाहिँ यहाँ खाजा पनि आइसक्यो रेड बुल एउटा पानी मात्रै खाइराख्ने अहिले अब बाँकी चाहिँ अब साथीहरूसँग भेटघाट भएपछि खाजा साजा खाने के पुऱ्याउने साथी रहेछ हाम्रो ओइ र साथीले भर्जिन पनि खुलाइसक्यो अब भर्जिन पुऱ्याएर टक्क टोर्नु पर्ने हुन्छ यसलाई भाइ भाइ पानी हाल्दैन गोरुको मुख हो नि त यता खासमा गोरुको मुत्रै ल फाइनली हाम्रो सोल्डी पनि यहाँ प्लस भइसक्नु भएको छ आजै केटाहरू चाहिँ हराइरहेको छ हाम्रो केटाहरू अनि दिनभरि हराएर भर्खर आउँदै थियो त कहाँ हराएको बाबु कहाँ हराएको हाम्रो चाहिँ सेको आइसकेको छ केजी कसरी केजीको हो र ल केजीको 1500 सेको हाम्रो चाहिँ यहाँनिर कहाँ केटाहरूले केजीको 1500 को सेको चाहिँ केटाहरूले बनाउँदैछ यहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ छ्याङ पनि खाने हो र छ्याङ पनि खाने हो र ल कस्तो छ टेस्ट कस्तो छ कुन त रेड बुल होला के आइसक्रिम खान्छस् त रेड बुल मन त रेड बुल खाउँ के रे सन्जु साइडमा पो आइएछ त हामी हानु ओइ मैले त रातको 1 बजी त किन कल गरेको रात 1 बजी निक्लेको त 1 बजी कल हानेको छ बाहिर निस्किनु भने साथीले 1 बजी कल गरेको मलाई म सुतिसकेको त्यहाँदेखि कहाँ हुन्छ त 12 बजे हामीले 1 बजी म वासरुम निक्लिँदा पुरा कल आइरहेको थियो क्या ल हाम्रो साथीहरूले चाहिँ त सिथाउने त भेटिसकेको छ शिकार माल पटाइरहेको छ माल कुन चिया हो यो साथी यो अर्गानिक यसलाई के चिया भन्नु यार ब्ल्याक टी पनि होइन यो पनि होइन लोकल चिया हो यो अर्गानिक कस्तो लागिरहेको छ तपाईँलाई साकेला हजुर हाम्रो भाइ हजुर ल हाम्रो साथीले
अरू सुगत जाने हो